Engineers Productions. 11 वर्ष हुँदा सङ्घर्ष गर्न थाल्यो ऱ्यापको बाटोमा निरन्तर पाइला चाल्यो एनएम जस्तो बन्न लामो खौरी कपाल पाल्यो अनि बाटेज घाँटीमा सिक्री हाल्यो लक्ष्मण भने आफूलाई ऱ्यापाने पुछे म बाल दिएन दुखी मलाई कसैले पुजेन दुःख पुज्न खोज्छु गइदिन चाहिँ पुछेर अति भयो अब हान्नु पर्ला खिचेर आज शब्दले गर्दा मेरो आत्मा फर्कियो धेरै बोल्न थियो तर मेरो घाँटीमा अड्कियो दियो मलाई खाउचो दुखिसक्यो टाउको गीत रेकर्डिङ गर्नलाई पैसा चोरे भाउको सोचको खाटो मेरो एकदमै गहिरो कहिले काहीँ जान्छ दिमागमा पहिरो अति भयो वाक्क दिक्क धेरै सहियो मलाई मुसार्ने मुली बाके गरी हो जेसुकै घन अनि जहाँ मलाई ठुकेर सिरी थारो पाएन सिक्यासी हुँदैन झुकेर लुकेर म त बस्दिन औरिन झुकेर तेरो मुटु चिया पापिन्छु मेरो शब्दले झुकेर तँलाई इज्जत बस्दैन खाएर आइज पाचक दुखीलाई माया गर्छु साथीलाई हुन्छ घाटक मलाई मन पर्दैन च्वाक नटेका धेरै नाटक बदले भए पनि गीतीमा छ धेरै ताकत लेपको डटमा फोकटमा कसैले लैजान सक्दैन माथि किनकि मसँग पैसा छैन यस्तो पारा देख्दा हराउँछ जो सोच यहाँनिर फेमस हुन पैसा अनि चाहिन्छ सोच बोझ किनकि मेरो बाउ कुनै पार्टीको नेता होइन यिनै गण्डसेमा अहिलेसम्म लक्ष्य भेटा छैन हार खाँदिन म सिलेर जाँदिन म शब्दले पेट भएर आइसक्यो मेरो घाँटीसम्म यहाँ एकचोटि बाँच्नलाई सबै ऱ्यापर हुनुपर्छ गर्छ ती सबैले ऱ्यापर हुन पागल हुनुपर्छ यस्ता छोला बदको जिन्दगी केटीले छोडिदिन्छ तातोन साह्रोसँग समयले जोडिन्छ बेलायी चुप जस्तै छ मेरो पनि नौटकी छन्दा मनमा भएको कुराहरू भयो केटीलाई छाड्यो कुरा गर्दै घुमाउँछु बलियो छु म दिमाग र सोचबाट सक्सेस भने आइज मेरो शब्दलाई रोक जाँदा सामानको प्रचारमा म गर ठर मेरो रिस्टिक्स भने तेरो निस्किन्छ डर आमा र पप्पी ग्यास्टर त्यही पनि आँच र नक्क सनक्क दिमाग त्यसै टाट्छ मलाई त बालदु चिरेमा आरे घाट्छ झोक जल्यो भने यो लक्ष्मणले मान्छे काट्छ म फक इट्स मी लक्ष्मण अन्डर माइक गाइस Musical Engineers Productions.